प्राचीन कालमा पूर्वमा सोलेलेक, पश्चिम झाँक्रीपानी पञ्चासेवीर, उत्तर बेतपानी र दक्षिणमा गंगारे छेडसम्म भुजी राज्यको अस्तित्व पाइन्छ। यहाँ राजपूत भन्छ हैन, त्यहाँ चाहिँ कुनै भुणे राजा बसेको रे। अनि चाहिँ पुरकोट भन्छ, यहाँ पारी पर्छ, त्यो पनि थुनको छ त्यहाँ। पुरकोट कोट भन्ने ठाउँमा चाहिँ त्यहाँ पनि बसेको। यो अर्नाकोट, यहाँ पनि अब राजा बसेको। अब त्यस्तै अरू ठाउँ त कता कता हो, मलाई त्यति कुरो चाहिँ थाहा भएन। मुसीकोट तिनीहरू भने त अरू उताको कुरो हो। यो एरियामा थाहा पाएको चाहिँ पुरकोट, राजकोट र चाहिँ यहाँ अर्नाकोटमा। खास गरी भोजपत्रको वन प्रशस्त भएकोले त्यस राज्यलाई भुजी राज्य र भोजपत्रकै भुजापाते तत्कालीन राजाले राजकाजमा आफ्नो लेखापढी गर्न प्रयोग गर्ने गरेकोले भुजे राजा भनिएको हो। भुजेलहरूको एक ताकाको 1700 वटा गाउँ भएको 100 भन्दा 2224 राज्य मध्येमा सबैभन्दा ठूलो राज्य ढोर राज्य चाहिँ भुजेलहरूको थियो। त्यो भुजेलको राज्य भएको समय भनेको नै लगभग 553 विक्रम सम्वत सालदेखि 1372 सालसम्म चाहिँ सुनिएको भरमा, हामीले अनुमान गरेको भरमा पनि मान्छेले भनेको होला नि, तर हामीलाई अहिलेसम्म जानकारी भएको कुराहरू चाहिँ यिनै हुन्।